हेलो सम्पूर्ण साथीहरूलाई नयाँ नयाँ अभिवादन, जय मसी, गुड मर्निङ, नमस्ते, सेवाहरू भन्न चाहन्छु है। र आज चाहिँ म तपाईँहरूलाई एउटा चिज देखाउनु जाँदैछु है। मैले धेरै अगाडि रोपेको चिजहरू र आज देखाउँदैछु। हेर्नुहोस् है, यो चाहिँ हो मैले रोपेको मुला। हेर्नुहोस् है, यत्रो फलेछ। आज चाहिँ उखालेको मैले, अनि त्यो चाहिँ ठुलो पनि भएछ है। यहाँ अलिकति जग्गा राम्रो नभएको कारणले गर्दा सानो अलिकति सानो जग्गा भएको कारणले गर्दा चाहिँ कोही चाहिँ निकै ठुल्ठुलो भएछ, अलिक खुल्ला जग्गा भएकोमा चाहिँ। अन्त कोही चाहिँ मसिनो छ। अस्ति कति खायो है। र अन्त यो चाहिँ ठुल्ठुलो भएको रहेछ। हेर्नुहोस् है, यसरी पनि फलेछ, आगाहरू गएर पनि फलेछ, ठुल्ठुलो फलेको छ। हेर्नुहोस् है, अर्ग्यानिक त्यो ठुलो छ। यो त झन्डै यति लामा छ। ल बाच्यो टुप्पो त लामा छ, ठुलो फलेको छ। र यताको चाहिँ के हो भने नि, यो चाहिँ मैले तपाईँहरूलाई अस्ति नै देखाएको थिएँ नि। यो चाहिँ मैले सारेको हुन्छ कि हुँदैन रहेछ भनेर। हुन चाहिँ हुँदो रहेछ, तर साह्रै मसिनो फल्दो रहेछ है। यसरी गाँठा गोरीको फल्दो रहेछ। सार्नु चाहिँ नआउने रहेछ, सारेको चाहिँ यसरी फल्दैन रहेछ राम्रो। ठुलो चाहिँ ठुलो भएको छ यो एउटा चाहिँ, तर यो चाहिँ तर छोटो ठुलो है। यहाँ चाहिँ कतिवटा भाँचेको नि छ। यो कति भाँचेको छ उखाल्दाखेरि, यो भाँचेको छ, निकै लामो थियो। यो ठुल्ठुलो छ मुलाहरू। हेर्नुहोस् है, है तपाईँले नि यसरी रोप्नुहोस्, फलाउनुहोस्, राम्रो हुँदो रहेछ। म चाहिँ अब यसलाई अचार हाल्नु आँटेको, सुकाएर धोएर काटकुट गरेर है। हुन्छ त, आजको भिडियो यस्तै छ। यहाँ टमाटर पनि पाक्नु थालेछ यहाँनिर। ओके छ सबैलाई है। र साथीहरू, आजको मुलाको फलेको चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई है। अलिकति लाइक एन्ड कमेन्ट चाहिँ गरिदिनुहोस् है। हल्का फुल्का भए पनि किसान गर्दै गरेको है। र आउने साल चाहिँ म मजाले रोप्छु भनेर सोच्छु। यो चाहिँ मेरो फर्स्ट टाइम यहाँको चाहिँ, यहाँ माटो कस्तो छ, यहाँ कस्तो जग्गा छ भनेर है, मेरो यो फर्स्ट टाइम एक्सपिरियन्स हो। भनेर मैले त्यसै लगाइदिएको थिएँ मैले। र मजाले फलेछ। अब नेक्स्ट टाइम चाहिँ एकदम मेहनत गरेर रोप्छु म भनेर सोचिरहेको छु है। र हुन्छ सबैलाई, बाई बाई।